गर्न लागेको चाहिँ हामीले बुकिङ गर्न लागेको यो चाहिँ हाम्रो पार्किङ हुन्छ, पार्किङ एरिया। हाम्रो यो शौचालय हुन्छ। त्यसपछि यहाँनिर पानीको जार भरिन्छ। यो माथि भ्यू टावर छ। अनि त्यसपछि हामी चाहिँ यहाँबाट उकालो लाग्नुपर्ने हुन्छ। यसरी माथि उकालो लाग्छौँ हामी बिस्तारै। उकालै छ है, उकालो चाहिँ तलबाट लगभग यति पानी बोक्नुपर्छ। यहाँ पहिलो स्पोट यो पहिलो स्पोट हामीले चाहिँ योभन्दा नि माथि टप डिलमा चढिसके पछाडि टपमा यो हाम्रो स्पोट। यहाँ पकाउने तुलाउने यहाँ हाम्रो किचन यहाँ हुन्छ। त्यसपछि यहाँ पकाएर राख्ने ठाउँ। अनि हामी यहाँ नाच्छौँ गीत बजाएर। ठुलो छ, लगभग 60-70 जना आए पनि रमाइलो हुने ठाउँ छ यो है। यो हो। अनि हामी यहाँ चौरमा बस्न नि सक्छौँ। यहाँ तास खेल्ने ठाउँ चाहिँ यता हामीले बनाएको छौँ। तास खेल्नको लागि चाहिँ यता तास खेल्ने नि हुन्छ। यता यो तास खेल्ने पल्टिने ठाउँ यता, नाच्ने ठाउँ यता। ल सबैले हेर्नु के कस्तो लाग्छ, प्रतिक्रिया दिनु। छन त यहाँ तलतिर नि छ, जङ्गलतिर। तर यो अलिक थोरै मान्छेको लागि हुन्छ। हुन त थोरै हो, पैसा एउटै भएपछि हामीले चाहिँ राम्रै ठाउँमा ल्यायौँ। यो तलतिर छ, तर यहाँबाट चाहिँ तलतिर पाखा मात्रै देखिन्छ। यो चाहिँ वरिपरि टपमै छ। फोहोर फाल्ने उता हो। रातो डस्टबिन, हरियो डस्टबिन। अब यहाँ 3टा 4वटा छ। कुहिनी नकुहिनी प्लेट कागज मिलाएर राख्नु पर्ने यस्तो छ। राम्रो छ ठाउँ, गतिलो ठाउँ छ। ल के छ त भनाइ? ठिक छ नि? कस्तो लागेछ यो बुकिङ गर्दाखेरि? ल